जनि तीजका गीतहरु बिस्ताराले पोल्यो केले पोल्यो भन्ने हाम्रा बिस्तरै छैनन् पोल्ने पहिला पहिला गुन्द्राउन छाला जाने गरी घर्सिने बिस्तरा हुनुहुन्छ अहिलेका छोरी बहिनीहरुलाई त केही काम गर्नु पर्दैन टिकटक बनाए लाली लिपस्टिक लगाए बसे भइहाल्छ गर्नु के गर्नु पर्छ हामीले त ढिकी कुट्ने जाता पिस्ने पानी ल्याउने रोटी यस्तो छिन्किने चाल्ने उठी उठी यस्तो पिस्ने अनि रोटी हाल्न सकेन भने चाहिँ आमाले हान्ने हात हातमा ढिकी कुट्ने बेला त सुते बेला कति निद लाग्यो हाल्ने बेला ढिकीले काट्दिएर हात यस्ता बस्छन् यी के गर्ने ए चिचिनी फुलेन कि खाइन मैले दाल चिचिनी फुलेन कि खाइन मैले दाल पुरानो मान्छे हो आइन मलाई ताल त झनै राख्दैनन् बटाले मलाई 15 वर्षको आगमगेर अहिलेसम्म 60 वर्षसम्म सम्केर ओहो कहिले काहीँ दुःखद क्षण आयो कि आएन श्रीमान श्रीमतीको बीचमा आएन कहिले आएन एकदम तपाईहरु उदाहरणीय जोडी पनि हुनुहुन्छ साच्चीकै रमाइलो तपाई जति बेला पनि हँसाउनु हुँदो रहेछ उहाँ हाँसिराख्नु हुँदो रहेछ बुवा चाहिँ हैन तिनी भने मान्छे पालन परेर हो मान्छे पालन परेन हो अलि हाँस्ने हुन् आज अनि आमा एउटा पुरानो तपाईको बेलाको यस्तै दिदी बहिनीहरु बसेर तीजका गीतहरु गाउनुहुन्थ्यो पुराना भाका गाउनुहुन्थ्यो एउटा तीज पनि आउँदैछ एउटा गीत सुनाइदिनुस् त आमा हाम्रा बारीमा केही पनि छैन हाम्रा बारीमा केही पनि छैन बुवाको बारीमा बदमबरीलाई बुवाको बारीमा बदमबरीलाई बुवाको बारीमा बदमबरीलाई ए 59 सालमा लाएको माया 59 सालमा लाएको माया 77 सालमा खतम बरिलाई 77 सालमा खतम बरिलाई 77 सालमा खतम बरिलाई उहिले हो त अहिले कहाँ हो त यस्तो मिठो गीत गाउनु भयो तपाईले साच्चीकै आफ्नै पाखा आफ्नै संस्कृति बोकेको गीत गाउनु भयो अहिले आएका हुन्छ नि तीजका गीतहरु बिस्ताराले पोल्यो केले पोल्यो भन्ने हाम्रा बिस्तरै छैनन् पोल्ने पहिला पहिला गुन्द्राउन छाला जाने गरी घर्सिने बिस्तरा हुनुहुन्छ यस्ता मौलिक गीतहरु गाउनु भयो त